हेलो एभ्रिवान, वेलकम माई च्यानल। आज चाहिँ मैले सागहरू मेथीको, रायोको, पालकको, चम्सुरको सागलाई अनि त्यसमा सोप पनि छ है, सोपको साग, सबै थोक साग 4-5 थरी सागलाई मिक्स गरेर मैले आज बनाउँदै छु। हेर्नु होला है त गाइज, कस्तो बन्छ। प्रतिक्रिया दिन नबिर्सिनु होला। ल है त हेरिराख्नुहोस् है। अब यसमा मैले यहाँ तेल तातिसकेको छ। यसमा मैले थोरै 5 फुरानहरू फुराउँदैछु। यसरी 5 फुरान फुरिसकेपछि यसमा मैले यहाँ पारेर अब साग बनाउँछु है गाइस। ल हेर्नुहोस्, साग मेरो यस्तो छ, मेथी सेथी रायो सबै थोक छ के। यो चाहिँ आफ्नै गरेसगारी हो, आफ्नै गरेसगारी। आफ्नै गरेसगारीको आफ्नै उत्पादन, आफ्नै प्रडक्ट मजाले आगोमा पकाएर यसरी खानेको मजा बेग्लै छ। यसरी हजुरहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नु होला। यो चाहिँ तनहुको भिजा भन्ने ठाउँमा छ है। मैले आफ्नै बारीमा लगाएको छु यो तरकारीहरू सबै। अनि केही पनि राख्दिनँ है। यसमा थोरै 5 फुरानहरू फुराइसकेपछि अब एकचोटि थोरै नुन राखिदिन्छु। नुनको मात्रा पनि एकदम कम है, यति मात्र है। यो पनि अझ धेरै हो, तैपनि स्वाद अनुसार मैले यति राखेँ। बस अब केही राख्नु पर्दैन है गाइस, यसमा केही पनि पर्दैन क्या। यति भएपछि यो पाकेँ। मैले चाहिँ काट्दिनँ सागलाई, किनकि साग काट्दाखेरि यसको भिटामिनहरू पखालेको बेलामा जाने हुनाले, काटेको पनि मिठो नहुने, यसरी नै खान मिठो हुने हुनाले मैले चाहिँ नकाटिकन बनाउँछु। पाकिसक्यो यो भयो। अब यसलाई उतारिदिँदा हुन्छ। ल गाइस, तपाईँहरूलाई पनि चाहिन्छ भने कमेन्ट बक्समा कमेन्ट छोड्नु होला है, मिक्स साग खानको लागि। ल यो मेरो लोकल चुलो हो। सबैलाई हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहेँ। अनि सब्सक्राइब नगर्नुभएको साथीहरूले पनि सब्सक्राइब गरिदिनु होला भनेर अनुरोध गर्न चाहेँ। यति भन्दै यसलाई हामी छुट्छौँ। बाई बाई।